इलेक्सनको डेट सार्वजनिक भएसँगै चाहिँ तपाईँको नेम चाहिँ भोटर लिस्टमा छ कि छैन हेर्नलाई चाहिँ गुगलमा गएर भोटर लिस्ट नेपाल गर्नुभयो भने इलेक्सन कमिसनको साइट आउँछ। त्यहाँ गएर चाहिँ अब तपाईँले आफ्नो प्रदेश, जिल्ला अनि तपाईँको चाहिँ पर्मानेन्ट एड्रेस है, अनि त्यसपछि नगरपालिकाको हुन्छ, वडा नम्बर कति छ, अनि मतदान केन्द्र चाहिँ अब 2-3वटा छानेर हेर्नु होला कुन चाहिँ एक्चुअल तपाईँको पर्न जान्छ। त्यहाँदेखि सबमिट गरेर अनि तपाईँको यो चाहिँ नेम लिस्ट आउँछ। अब तपाईँको नाम आईबाट पनि खोज्न सक्नुहुन्छ अथवा नामै यो सर्च बटनमा यसरी मैले टाइप गरे जस्तै टाइप गरेर अनि त्यसपछि हेर्न सक्नुहुन्छ। अनि छ भने चाहिँ त्यहाँ देखिहाल्छ। अनि त्यसपछि अब तपाईँको भोटर कार्ड चाहिँ कस्तो रहेछ भनेर तपाईँको विवरण हेर्नलाई चाहिँ त्यहाँ साइडमा मतदाता विवरण भन्ने छ, त्यहाँ मतदाता विवरणमा गएर चाहिँ सेलेक्ट गरेर अब तपाईँको एनीवान जन्ममिति अरू त्यो राखेर अनि त्यसपछि तपाईँको कार्ड हेर्न सक्नुहुन्छ, प्रिन्ट गरेर राख्न सक्नुहुन्छ। नभएको केसमा चाहिँ नजिकैको सिडिओ कार्यालयमा गएर चाहिँ हजुरले आफ्नो डिटेल्सहरू गरेर फर्म भरेर आफ्नो नाम रजिस्टर गर्न सक्नुहुन्छ।